हेलो अनि नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई न्यू भ्लग। अब तपाईँहरू पनि सन्चै आरामै हुनुहुन्छ होला, म पनि सन्चै आरामै छु। अनि अहिले चाहिँ म कामबाट आएर रुम गएर ब्याग छोडेर थोरै मार्केटमा निस्केको छु। बिकज म खाना बनाउनु लागेको थिएँ अनि खाना बसाइदिएर तरकारी के खाउँ भयो क्या। अनि फेरि यस्तो सोचेँ आज पनि साग खाइदिउँ न त, किनभने मासु खाँदा त वाक्क दिक्क भइसक्यो। मैले अस्ति पनि भिडियोमा तपाईँहरूलाई भनेको थिएँ नि, हप्ताको 3-4 दिनभन्दा बढी खाइन्छ, लगभग रेगुलर जस्तै खाइन्छ क्या। त्यही भएर वाक्क दिक्क भइसक्यो भने त्यही भएर अहिले लगभग हामी धेरै नै कम गरिसक्यो गाईहरू मासु खानालाई। त्यही भएर एक टाइम त हामी भेजिटेबल खान्छौँ अहिले लगभग बिहानको 10 भइसकेको छ। म यहाँ मार्केट छेउमा आइसकेको छु। फटाफट अब हामी तरकारी किन्छौँ। गाईहरू यसको प्राइस छ नि प्याकेट पछि फरक हुन्छ है। हेर्नुहोस् यसमा 179 छ, यसमा 240 छ, डिफ्रेन्ट छ गाईहरू। यसमा अलिक धेरै कम हुन्छ, यसको वेट अनुसार प्राइस राखेको हुन्छ। अस्तिको भिडियोमा मैले तपाईँहरूलाई भनेको थिइनँ, मैले पनि नोटिस गरेको थिइनँ, घरमा किनेर लैसकेपछि मात्र थाहा भएको थियो कि। त्यही भएर मैले आज यसो याद गरेको थिएँ। यहाँ हेर्नुहोस् यसको प्राइस, त्यही भएर यस्तो डिफ्रेन्ट हुन्छ। यहाँ यो राई टाइपको पनि साग रहेछ, हेर्नुहोस् 108 रुपियाँ। 2-3वटा डाँठ छ गाईहरू, यसको लगभग 100 रुपियाँ, 108। ठिक छ गाईहरू, यो पनि लगिदियो, किनै जान्छ र यति लाग्दा। मजाले रुम आइसक्यो। यो साग किने, त्यसपछि ब्रेड र केरा किने, बस यति किनेर फर्किहालेँ। मैले आज चाहिँ त्यहाँ खासै धेरै बिर्सेको छैन, किनभनेदेखि म त्यहाँ भिडियो बनाइरहेको थिएँ अनि एकजना स्टाफ आयो कि। अनि आएर के भन्यो भनेदेखि तपाईँले त्यहाँनिर भिडियो बनाउन सक्नुहुन्न, किनभनेदेखि यहाँ धेरै मान्छेहरू हुन्छ, थोरै डिस्टर्ब हुनसक्छ, त्यही भएर भिडियो चाहिँ नबनाउनु होला भनेर भने। बाँकी त के भने मैले पनि बुझिनँ गाइजहरू। जस्तो मान्छेले भिडियो नबनाउनु भन्न खोजे हो त्यति चाहिँ मैले बुझेँ गाइजहरू। यस्तो छ ल्याङ्ग्वेज कहिले इम्प्रुभ हुनु गाइजहरू। त्यसपछि मैले गुमेन भनेर भिडियो स्टप गरिदिएँ। त्यही भएर गाइजहरू हामीले जापानमा जहाँ पाए त्यही चाहिँ भिडियो खिच्न मिल्दैन, मतलब बनाउन सक्दैनौँ, किनभनेदेखि यिनीहरू अलिक शान्त स्वभावको हुन्छ कि, अरूलाई पनि डिस्टर्ब गर्दैन क्या। अब जस्तै ट्रेनहरूमा हिँड्दाखेरि पनि चुपचाप यस्तो शान्त हुन्छ नि, कुरो छोडिदिनु, सबजना आफ्नो मोबाइलमा बिजी हुन्छ। ठुलो स्वरमा बोलिहाल्यो, कुरा गरिहाल्यो भनेको त्यो बेलुका झ्याप भयो बेला मात्र गर्ने यिनीहरूले, त्यही पनि झ्याप भयो भने उनीहरू आफ्नै तालमा हिँडिरहेको हुन्छ क्या, अरूलाई जस्ट डिस्टर्ब गर्दैन क्या। प्लस यिनीहरूले प्राइभेसी पनि एकदमै मेन्टेन गरेको हुन्छ। त्यही भएर हामीले जहाँ पाए यति ठ्याक्क क्यामेरा खोल्यो भिडियो बनाइहाल्यो, त्यस्तो हुँदैन गाइजहरू। कहीँ त लेखानै हुन्छ यहाँ फोटो खिच्न पाइन्छ, भिडियो खिच्न पाइन्छ भनेर, कहीँ लेखे पनि हामीले देखिरहेको हुँदैन नि त। त्यही भएर हामी आफ्नै सुटमा बनाइरहेको हुन्छौँ, अनि उनीहरूले बनाउनु मिल्दैन भनेपछि हामी त्यसलाई स्टप गरिदिन्छौँ गाइजहरू। र हामीले अरूलाई डिस्टर्ब हुने गरी बनाउनु पनि हुँदैन गाइजहरू। तपाईँहरूले याद गर्नुभएको छैन, म हतपत्त भिडभाडमा ठ्याक्कै भिडियो बनाउँदिनँ क्या। जस्तै अब म बाटोमा यसरी हिँडेर भिडियो बनाइरहेको छु, अब इनकेस अलिकति त्यहाँ भिड छ, मतलब मान्छेहरू अलिक आइरहेको भनेदेखि म भिडियोलाई पनि पज गरिदिन्छु क्या, मान्छेहरू जान्छ नि त्यसपछि बनाउँछु, मतलब डिस्टर्ब नहुने गरी म बनाइरहेको हुन्छु क्या। त्यो जस्तै यस्ता कुनै सानो बाटो हुन्छ, कुनै अब स्टेसनहरूमा भयो अलिक भिड हुन्छ नि त, त्यस्तो ठाउँमा बरु स्टप गरिदिने, अनि त्यसपछि अलिक खुल्ला हुन्छ त्यसपछि बनाउने, मतलब अरूलाई डिस्टर्ब नहुने गरी म प्रायः बनाइरहन्छु। त्यही भएर त्यही पनि कुनै बेला यस्तो भइहाल्छ गाइजहरू, किनभनेदेखि अब हामी आफ्नो सुटमा बनाइरहन्छौँ, अब म कहीँ हेर्छु भने क्या बनाउनु मिल्छ मिल्दैन लेखाएको छैन भनेर, र कहीँ हामीले देख्दैनौँ नि त। त्यही भएर अब क्यामेरा खोलेर बनाइरहेको हुन्छौँ, अनि उनीहरूले बनाउनु मिल्दैन भन्छ, बनाउनु मिल्दैन भनेपछि हामी छोडिदिइहाल्छौँ। एकचोटि आकी हाउरामा पनि त्यस्तै भएको थियो गाइजहरू। म यसरी भ्लग बनाएर हिँडिरहेको थिएँ, अनि म एउटा त्यो गेम खेलेको ठाउँ जस्तोमा पसेको थिएँ क्या। त्योभन्दा अगाडि म 1-2 वटामा पसिरहेको थिएँ, त्यहाँ त केही पनि भनेको थिएन। अनि पछि जाँदाखेरि चाहिँ एउटामा चाहिँ भनेको थिएँ क्या, नो फोटोग्राफी भनेर भनेको थिएँ। अनि मैले स्टप गरेर निस्किहालेँ। त्यही भएर जहाँ पाए चाहिँ बनाउनु सक्दैन, हामीले हेरेर बनाउनु पर्ने हुन्छ। कुनै बेला म भिडभाडहरूमा बनाइरहेको हुन्छु, बनाउनु चाहिँ तपाईँहरूले पनि देखिरहनु भएको कुनै भिडियो, किनभने सबैले नमन पराउने भन्ने त हुन्न नि त। कसैले अब मन पराउँछन्, ओके खिच्दा हुन्छ पनि भने हुन्छ, त्यस्तो अवस्थामा हामी बनाउँछौँ, नत्र भने त्यस्तो अरूलाई डिस्टर्ब हुने गरी हामी बनाउनु पनि हुँदैनौँ र बनाउँदैन पनि गाइजहरू। त्यसैले जापानमा चाहिँ जहाँ पाए चाहिँ ठ्याक्क भिडियो चाहिँ बनाउन सकिनँ क्या। त्यही भएर म त ट्रेनहरूमा हिँडेको खासै धेरै बनाउँदिनँ। सुरुमा आउँदाखेरि मैले बनाउँथेँ, त्यो क्लिपहरू खिचेर नै यसरी हालिरहेको हुन्थेँ, त्यसपछि मैले त्यो पनि छोडिदिएँ गाइजहरू। अब फटाफट तरकारी बनाउँछौँ, खान्छौँ, त्यसपछि रेस्ट गर्छौँ। ब्रेड केरा ल्याएको छु, यो खाँदै तरकारी बनाउँछु गाइजहरू। भिडियो लास्टसम्म हेर्दै गर्नु होला। मोबाइल कहाँ राखौँ गाइजहरू। अब म यस्तो सानो खालको गोरिल्ला ट्राइपड चाहिँ किन्ने सोचमा छु, किनभनेदेखि यो माइक किनेदेखि यसको जुन रिसिभर हुन्छ त्यसले अलिक अप्ठ्यारो हुने रहेछ क्या भिडियोहरू बनाउँदाखेरि, मतलब कुनै बेला टच भएर त्यो डिस्कनेक्ट पनि भइरहेको हुन्छ। त्यही भएर एउटा ट्राइपड नै किन्न पर्छ। इनकेस ट्राइपड भयो भने हामीलाई अलिकति भिडियो बनाउनु पनि सजिलो हुन्छ, किनभनेदेखि हामीले ठक्क जहाँ पनि राख्न मिल्छ नि त। अहिले अब यहाँ ट्राइपड भयो मैले जहाँ पनि राखेर बनाउनु मिल्छ नि त। अब अहिले छैन, त्यही भएर कहाँनिर राख्ने भनेर म खोजिरहेको हुन्छु। यसलाई यहाँ राख्छौँ गाइजहरू। आई थिङ्क सायद तपाईँहरूले पनि देखिरहनु भयो होला। त्यहाँभन्दा पनि यहाँ राख्दा चाहिँ ठिक होला जस्तो गाइजहरू, किनभने अब लाइट आइरहेको नि त, मलाई अलिक मजाले क्लियर देखिन्छ। खाना चाहिँ गाइजहरू मैले अघि नै
मार्केट जानुभन्दा अगाडि बसाएर गएको थिएँ पाक्दैछ यो आलु र साग बनाउनलाई त त्यस्तो धेरै टाइम लाग्दैन गाइजहरू म फटाफट बनाइहाल्छु यो चाहिँ खासै राम्रो त छैन 110 रुपियाँ पाइरहेको थियो ठिक छ लिएर जाऊँ न भनेर लिएर आयो चाहिँ ठिकै छ यो 3वटा पकाउँछौँ र यसबाट थोरै मिसाउँछ गाइजहरू यति चाहिँ भराइलाई राख्छ गाइजहरू भरे मात्र भोलि खान्छौँ किनभने यसमा आलु मिसाएपछि लगभग 3 जनालाई ठिक हुन्छ एउटा केरा खाइदिइहाल्यो गाइजहरू गाइजहरू मलाई ब्रेड त्यतिकै पनि मिठो लाग्छ म नर्मली यतिकै पनि खाइरहेको हुन्छु क्या थोरै खाजा पनि खाएँ केरा र एउटा ब्रेड फटाफट तरकारी बनाउँछौँ खान्छौँ त्यसपछि सुत्नतिर लाग्छ गाइजहरू किनभने रेस्ट पनि गर्नुपर्छ तर मलाई प्रायः कामबाट आइसकेपछि बिहान रुममा चाहिँ खासै निद्रा लाग्दैन फेरि गागको माथि राख्छ गाइजहरू थाहा छैन किन हो गागकोमा त एकै ठाउँ बसिरहेर होला त्यहाँ चाहिँ अप जब हुन्छ बेला बेलामा त्यो पनि त्यस्तो धेरै हुँदैन अहिले खासै तर घरमा खासै धेरै निद्रा लाग्दैन तिम्रो म जहाँ पनि बनाएर हालिदिन्छु टोइलेट पनि बनाएर हालिदिन्छु अनि गाइजहरू मदन सान चाहिँ जिएलपिटीमा पास भइसकेको छ अस्ति नै हामी जिएलपिटी दिन गएको थियौँ नि भ्लग पनि हेर्नुभयो होला नि हो त्यसमा हामी 6 जना बस्थ्यौँ 6 जनामा 4 जना पास भइसकेको छ 3 जना एनसान 1 जना एन्फो तर हामी 2 जना चाहिँ भएन फेरि म अनि अर्को 1 जना साथी चाहिँ केटाहरू एनसान होल्डर भइसक्यो गाइजहरू पार्टी कहिले दिन थाहा छैन अब हिजो भनिसक्यो हो हेरौँ 4 जनाको छ गाइजहरू 4 जनाको पाले पाले खान्छौँ अहिलेसम्म बोले छैन ओहो म बोलाइहाल्छु नि चन्दुलाई त तर अब मदन सरलाई कङ्ग्रेचुलेसन्स भनेर कमेन्ट गर्नु होला ओ म त्यता बुझाइमास भनेर ल गाइजहरू हाम्रो खाना चाहिँ पुरै रेडी भइसकेको छ मैले पकाइसकेको छु 11:40 भइसकेको छ अरू दिनभन्दा आज थोरै ढिलो भएको छ किनभने मैले भिडियो बनाउँदै खाना बनाइरहेको थिएँ नि त त्यही भएर थोरै त्यही भएर थोरै ढिलो भयो यो ल अब हाम्रो गाइजहरूलाई नि उठाउँ खाना खानको लागि मस्त सुतिरहेको छ मदन सानो नि खाने होइन अब ल सँगै खाउँ हो गाइजहरू उठाउँ है हाम्रो गाइजहरू यता छ एउटा गाइज यता उठाउँ है अनुप उठाऊ है सन्दीप हो भात हार सुत्ने उठा हौ गाइजहरू यहाँ हेर्नुहोस् तरकारी ओहो चन्दु के हो सिरक त कुन तरिकाले ओडेकै हो यहाँ ल गाइजहरू मैले खाना पनि मस्त खाइसकेँ अब सुत्ने हो मस्त सुत्ने हो 3-4 घन्टा 5 घन्टा कति हुन्छ त्यसपछि उठ्ने फेरि खानसाना खाने अनि त्यसपछि काममा जाने भिडियो लास्टसम्म हेर्दै गर्नु होला स्टप भएन है भिडियो अहिले चाहिँ लगभग 7:15 भइसकेको छ 2-3 घन्टा मस्त सुत्यो गाइजहरू अनि अहिले चाहिँ हामी थोरै बाहिर निस्केको छौँ हामी 3 जना म चन्दु अनुप अनि अहिले चाहिँ हामी स्टेसनमा छौँ बिकज अनुपको टिकी बनाउनु पर्छ त्यही भएर यहाँ टिकी बनाउँदैछ अहिले चाहिँ हामी दाइसम्म आएको छौँ बिकज चाहिँ अनुपलाई ग्लोभ्स किन्नु पर्ने छ यहाँ किन्छौँ ल अरे यहाँ छ अब हामी यहाँ ग्लोभ्स किनेर उता अर्को मार्केटमा जान्छौँ त्यहाँनिर थोरै म खाता पनि किन्छु किनभने उहाँनिर काम गर्ने ठाउँमा के खाने हुन्छ क्या खाली रामेन नत्र कि ब्रेड कि रामेन खाइरहेको हुन्छौँ अनि प्लस त्यहाँनिर महँगो पनि हुन्छ क्या कम्पनीमा यो मार्केटहरूको तुलनामा त्यही भएर आज चाहिँ म यहीँबाट किनेर लान्छु गाइजहरू म आउँदै पछि इलेक्ट्रिक सामानमा चाहिँ एकचोटि हेरेर जान्छु क्या ल के हो पुडाएर खाइसक्यो पेमेन्ट गरेर होइन अहिले चाहिँ हामी हलाल पसलमा आएको छु गाइजहरू अनि पैसा पेमेन्ट गरेर होइन चाउचाउ फुटाएर खाइसक्यो गाइजहरू एउटा आफ्नै केटाहरू 1 पिस भयो 90 गाइज 6 पिसको 500 गाह्रो छ गाइजहरू वहाँनिर 20 रुपियाँमा खाइरह नि यहाँ 90 रुपियाँतिर हाल्नुपर्छ आज म अघि बिहान है कामबाट आउँदाखेरि योबाट मस्त हिँडिरहेको थियो हिँड्दा एकजना निन्दिन पछाडि आएर बोलायो किन बोलायो भनेको त टिकटक लाइन एप डाउनलोड गर भनेर त्यसको आफ्नो क्युआर के देखाइरहेको थियो क्या त्यो रिफर गरेर डाउनलोड गर्नलाई जिखान नाइ भनेर हिँड्थ्यो भने गाइजहरू म चाहिँ यो किने कप नुडल्स कहिले काहीँ खान्छु म यो यहाँ बाइक मैले अन्त्यतिर सस्तो देखेकै छैन यहाँ 159 पर्छ अन्त्यतिर 250 230 260 यस्तो पर्छ यो ल गाइजहरू अहिले चाहिँ हामी रुम आइसक्यौँ अब आजको लागि यति नै तपाईँहरू आजको भिडियो कस्तो लाग्यो लाइक कमेन्ट गर्नु होला च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानल सब्सक्राइब गर्नु होला हामी अर्को नयाँ भ्लगमा भेटिन्छौँ अहिलेसम्म भिडियो हेर्नु भयो त्यसको लागि थ्याङ्क्स फर वाचिङ बाई